नमस्कार सम्पूर्णमा मेरो परिवार च्यानलमा हजुरहरूलाई हार्दिक स्वागतको साथसाथ मैले आफ्नो बाल्यकालको अध्ययन यही पवित्र स्थल अमरज्योति प्राथमिक पाठशाला अप्पर जन्सनहट्टा सुनादाबाट गरेको हो। मेरो प्यारो स्कुल, मेरो प्राथमिक शिक्षा यहीँबाट सुरु भएको थियो। सानामा खेलेका, पढेका, झगडेका यादहरू आयो यस पाठशालालाई देख्दा। आज एक्सर्साइज गर्ने क्रममा हाम्रै यताउता चिल या त बाज उडिरहेको देख्यो। उसले हाम्रो सानसाना दुईटा नानीहरूलाई एटेकको लागि काफी प्रयास गर्यो र हामीले हल्ला गरेर उसलाई भगाउने कोसिस गर्यो र अन्तमा उसले आफ्नो कुशल रणनीति देखाएको जस्तो लाग्यो। दुईपल्ट एकदम डाइभ मार्दै उकालो उड्दै डाइभ मार्दै उकालो उड्दै गर्न लागे। हामीले पुरा भगाएर त्यस स्थानबाट हामी फेरि सिफ्ट भएर नर्मल गाउँको एरियामा आएर फेरि एक्सर्साइज सुरु गऱ्यौँ। बाटोमा आउँदै गाउँको कुकुरहरूसँग हाम्रो पप्पूको जमघट भयो र आपसमा उनीहरू रिसारिस पोख्न थाले। फेरि हामी अघि बढे। अघि बढ्दै हाम्रो नानीहरूको स्पिड काफी बढ्न गएको छ। खाना पनि त्यस्तै खानु थालेको छ, स्पिड पनि। र आज यिनीहरूलाई मैले स्वतन्त्र रूपमा छोडिदिएँ, आफ्नै हिसाबले खेलोस्, आफ्नै हिसाबले रमाओस् भनेर मैले यिनीहरूको बेल्ट पनि खोलिदिएँ र पप्पूले पनि यिनीहरूसँग साथ दिएर आपसमा खेल्न लागे, रमाउन लागे। मैले यी दृश्यहरूको लुत्फ उठाएर आफूलाई शान्त वातावरणमा समय बिताएँ। केही मान्छेहरूको आवाज सुनेर हाम्रो लेक्सीको अलार्टनेस बढ्यो र उसले उकालो हेर्दैछन्। यस्तै छ यहाँको मनोरम दृश्य, चारैतिर हरियाली। यो थलतलेको आसपासको दृश्य हो र हाम्रो र्याम्बोले चाहिँ केही दिशा गर्न लाग्यो। यिनीहरूलाई जब मैले स्वतन्त्र रूपमा छोडेँ तब यिनीहरू कहीँ टाढो टाढो जानु खोज्दा मलाई पनि डर लाग्यो, कहीँ चितुवा भालुहरूले फेला नपरोस् भन्ने हिसाबले मैले यिनीहरूलाई एउटा चिज चाहिँ सिकाएको छु, पेटिग्री गोजीमा बोकेर हिँड्छु। र पप्पूले यसरी नै एउटा काठको टुक्रालाई लिएर आऊ भन्दा उसले जाँदै लिएर आउँदै गर्न थाल्यो। जब यो नानीहरू यताउता भड्किन थाल्यो तब मलाई पनि डर लाग्यो। त्यही कारण मैले यिनीहरूलाई नामले बोलाउँदा यिनीहरू आउँदैनन्, किनभने यिनीहरू रमाइरहेको थियो। त्यसैले मैले यिनीहरूलाई पेटिगिरी भनेपछि चाहिँ यिनीहरू एकदम कुद्दै दौडिँदै आउने गर्थ्यो। फेरि पेटिगिरी एक दुईवटा दियो।